काठमाडौँको तीनकुनेमा भएको आन्दोलनको विषयमा चाहिँ उहाँ दिदीहरूको चाहिँ भनाइ सुन्नु है त। त्यो हिजो काठमाडौँमा घर जल्नुको कारण चाहिँ पहिला अङ्ग्रेज र नेपालीहरूको भिडन्त हुँदाखेरि चाहिँ अङ्ग्रेजहरू चाहिँ गोलीगट्ठा बम बोकेर कहाँ कहाँ माथिदेखि प्रहार गर्ने, अनि नेपालीहरू चाहिँ पुरै खुकुरी आफ्नै हातको हतियारले प्रहार गरेर जितेको थियो क्या। त्यही कुरा फर्कियो क्या अहिले। नेपाल सरकार चाहिँ माथि मान्छेको घरको धुरी गएर असुल ग्यास फाल्ने, राजावादीहरू चाहिँ तल जनताहरू चाहिँ आन्दोलनकारीहरू चाहिँ मुखैले डराउनु त डराएको रहेछ नि, घरको टुप्पी गएको रहेछ नि त होइन। अनि त्यही कारणले चाहिँ घर जलाइयो। एउटा नराम्रो काम चाहिँ पत्रकारको मृत्यु भएछ, त्यो पत्रकारको जिम्मेवारी चाहिँ केपी ओलीले लिनुपर्छ, नत्र भने केपी ओली सँगसँगै केपी ओलीको किडनीलाई पनि टुक्चामा गाड्नुपर्छ। ल तपाईँहरूलाई चाहिँ उहाँ दिदीहरूको यो भनाइ कस्तो लागेको छ? साँच्चै कि यही अर्थमा चाहिँ आन्दोलनमा त्यहाँनिर आगो लागि भएको थियो? तपाईँहरूको विचार चाहिँ तल कमेन्टमा बताउनु होला है त।